गरिदिनुपर्छ। त्यो सुन्दाखेरि फेरि अलिकति होइन कि भने जस्तो लाग्छ, तर अलिक पर गएपछि यो रहेछ भन्ने हुन्छ। त्यो कहिले कहिले बोलिदिनुपर्छ। कहिले कहिले बिरालो घाँटी बाँध्दा घन्टी बाँधिदिनु पर्यो। घन्टी कसले बाँधिदिनु भन्दा अहिले घन्टीको जिम्मा त हामीले लगाएको छौँ भने घन्टी हामीले बाँधिदिने होइन, घन्टी बाँधिदिने जिम्मा त्यो हाम्रो हो। अब घन्टी बिरालो घाँटीमा घन्टी बाँधिदिने जिम्मा त्यो हाम्रो हो, हामी त्यो जिम्मा लिन्छौँ। यहाँ सबैजनालाई हृदयदेखि आभार प्रकट गर्न चाहन्छु। दलित समुदायको अगुवाहरू, मलाई अरू केही पनि पिरो होइन, मलाई यति मात्रै हो कि म 18 वर्षदेखि काठमाडौँको संसदको रिपोर्टिङ गरिरहेको छु। म 65 सालदेखि संविधान सभाको रिपोर्टिङ गर्दै आएको एउटा संसदीय मामिलाको पत्रकार हुँ। म हेरिरहेको छु। मलाई सबैभन्दा चित्त नबुझेको कुरा नै यही हो। हामी कहाँ एकातिर दमाई एकातिर एकले अर्कालाई कुरा गर्ने, बाहिर बस्दा पनि यता बस्ने उता बस्ने, एउटाले अर्कालाई कसरी हुन्छ चाहिँ यसलाई पछाडि आफू अगाडि बढ्न नलाग्ने, उसलाई पछाडि पार्न लाग्ने। यो कारणले हामी पछाडि पऱ्यौँ। हामी खुइलिँदै हेर्नुहोस् त, 64 सालमा 51 जना दलितहरू थिए संविधान सभामा, 70 मा त्यसको सङ्ख्या घटेर 41 मा आयो, 79 मा त्यसको 74 मा त्यसको सङ्ख्या घटेर 19 मा आयो, 79 मा त्यसको सङ्ख्या घटेर 14-15 जनामा आयो। अहिले 82 को निर्वाचनमा त्यही 14-15 जनाको छ, एकजना दलितले प्रत्येक चुनाव जितेर आएको छ। यो त घट्दो अवस्था हो नि। यो गल्ती कसको थियो, कमजोरी कसको थियो? हामी हाम्रै कारणले खिँदै मरिच जस्तो चाउरिँदै सकिने अवस्थामा पुगिसकेका छौँ। तैपनि हाम्रो बुद्धि आउँदैन भन्दा कहिले आउँछ हाम्रो बुद्धि? सकिसक्यो हाम्रो बजारमा दलित आन्दोलन असक्त होइन, त्यो तुइसक्यो त्यो छैन। त्यो बजारमा आन्दोलन थियो क्या त्यो आन्दोलन सकिँदै खिँदै गइसक्यो, सबै कुरा गइसक्यो। त्यो चिन्ताको विषय हो। यो बारेमा अलिकति छलफल गरौँ। अघि हिरा दाइले भनेको जस्तो दलितहरू सबैभन्दा अगाडि छन्, दलितभित्रको विश्वकर्माहरू सबैभन्दा अगाडि छन् भने विश्वकर्माले सबैलाई समेटेर लिएर जान पर्यो। सबैभन्दा अगाडि छ भने आफू मात्र एक्लै हिँड्ने गऱ्यो भने पछाडि दलितको हालत के हुन्छ? हामी सबभन्दा बलियो छौँ भने आफू मात्र सिकिता ठोक्ने, आफूलाई भएपछि भइहाल्यो भन्ने भयो भने त्यसले हित गर्दैन, त्यसले सबैलाई फलो गर्दैन। यति कुरा म तपाईँहरू बिचमा राख्न चाहन्छु। सम्मान गरिदिनु।